हेलो हेलो साथीहरु, म आज तपाईहरुलाई एउटा कुरा भन्न चाहन्छु। म भिडियो धेरै लामो बनाउँदिन, भिडियो छोटो बनाउँछु। भिडियोलाई लास्टसम्म हेर्नु होला। तपाईहरुले आफ्नो शरीरको कुनै पनि अंग मतलब जस्तो कि हात खुट्टाका औंला, कान, नाक, मुख, यताउति सबैलाई राम्रोसँग हेर्नु भएको छ कि छैन। यदि हेर्नु भएको छैन भने ध्यान दिएर हेर्नु होला। ओइनामा फर्काई मैले बल्ल आज यो भिडियो बनाएँ। 8 क्लासमा पढ्दाखेरि मेरो यिनी यस्तो औंलाहरू चाहिँ यिनी हातका औंला राम्रै छ। यो हातको औंला मेरो राम्रै छ अनि यो हातको राम्रै छ। अनि यो हातको औंला देख्न सक्नुहुन्छ साथीहरु, जाडाले हात पनि कस्ता भन्। यो हातको औंला हेर्नु मेरो, यो हातको औंला मेरो यो दुईटा औंला बराबर अनि यो दुईटा औंला बराबर छ। यो औंला मेरो छोटो छ हेर्नु है, औंला मेरो छोटो छ है, छोटो छ है। अनि यहाँ मेरो यो हड्डी पनि छैन हेर्नु है, हड्डी के। तपाईहरुले पनि आफ्नो शरीरको औंलाहरू यताउति ख्याल गर्नुभएको छ कि छैन। यदि गर्नुभएको छैन भने राम्रोसँग गर्नु होला। मेरो यहाँनिर यो हड्डी पनि छैन है, यस्तो छ मेरो। तपाईहरुले पनि कहिलेसम्म ख्याल गर्नको छैन। मैले यो मेरो 8 क्लासमा पढ्दा बल्ल ख्याल गरेको। यस्तो छ बल्ल ख्याल गरेको। यति छोटो हो मेरो औंला। यो त मेरो यसले अलिकति मलाई डिस्टर्ब गर्छ। दाउरा काट्दा हैसा छोप्दा यताउति अलि भारी काम गर्दाखेरि यो बाउडिने अनि यताउति हुन्छ। त्यही भएर तपाईहरुले नि आफ्नो ख्याल गर्न कि छैन गर्नुला। मैले पनि यो ख्याल गरेँ। अब म यही औंलो देखाएर यति भयो नि अपाङ्ग भत्ता खाने सोचिरहेकी छु। पाउँछु कि पाउँदिन होला साथीहरु। पाए त यो जाडामा यति मासु ल्याएर खानु हुन्थ्यो। ओके, बाइ बाइ।